आज मैले तपाईहरुको लागि भान्टाको साँधेको अचारको रेसिपी लिएर आएकी छु। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। अब लागौं अचार बनाउनतर्फ। त्यसको लागि सबैभन्दा सुरुमा एउटा प्यान लिऊँ अनि त्यसमा थोरै तेल राख्नुपर्छ। तेल यतिको तातो भइसकेपछि मैले पिस बनाएर भान्टालाई 2 पिस बनाएर राखेकी थिएँ। अब एक एक गरी यसमा राख्नुपर्छ। सबैलाई तेलमा राखिसकेपछि यसमा यतिको गोल्डन ब्राउन कलर आएपछि हामीले फेरि यसलाई अर्कोपट्टि फर्काउनुपर्छ। दुईतिर राम्रोसँग पाकिसक्यो भने यसलाई निकालेर फेरि तेलमा मैले टमाटरलाई काटेर 2 पिस बनाएर राखेकी थिएँ। त्यो टमाटरलाई पनि म यसमा राख्छु। अनि मैले लसुनलाई पनि केलाएर राखेकी छु। यही तेलमा एउटा साइडमा लसुनलाई पनि राख्दिम। टमाटरलाई चाहिँ ढाकेर पकाउनुपर्छ अनि चाँडो पाक्छ र बोक्रा निकाल्न पनि सजिलो हुन्छ। त्यसैले मैले एकछिन यसलाई ढाकेँ। अब खोलेर हेर्दाखेरि टमाटर यतिको भइसकेको छ। टमाटरले बोक्रा छोडिसकेको छ। टमाटर रेडी भइसकेको छ। अब यो टमाटरको बोक्रा निकालिसकेपछि हामीले यसलाई निकालेर एउटा भाँडोमा राख्नुपर्छ। अनि लसुन पनि यतिको गोल्डन ब्राउन कलर भइसकेको छ। त्यसैले अब यसलाई पनि निकालौं। मैले चाहिँ यसलाई खलमा राख्छु र मैले अघि नै खुर्सानी पोलेर राखेकी थिएँ। पोलेर राखेको खुर्सानी चाहिँ एकदम बास्ना आउँछ अनि टेस्टी पनि हुन्छ। त्यसैले मैले खुर्सानी पोलेर राखेकी थिएँ। त्यो खुर्सानी र यो तारेको लसुनलाई मैले पेस्ट बनाउँछु। त्यसपछि मैले फेरि अघिको प्यानमा थोरै तेल राखेर अब अचारलाई झान्नको लागि मैले यसमा थोरै ज्वानो र थोरै मेथी फुराएँ। अब मैले यसलाई अघि राखेको भान्टा र टमाटरको माथिबाट झानिदिएँ। त्यसपछि मैले पेस्ट बनाएको लसुन र खुर्सानीलाई पनि यसमा राखेँ अनि मैले प्याजलाई काटेर सानो टुक्रा बनाएर राखेकी थिएँ। त्यो पनि यसमा राख्नुपर्छ। हजुरहरुसँग छ भने हरियो धनिया पनि राख्न सक्नुहुन्छ। यसले अझै टेस्ट बढाउँछ। अनि त्यसपछि यसको माथिबाट नुन राख्ने, थोरै बेसार राख्ने अनि हजुरहरुसँग छ भने कालो जुग राख्दा हुन्छ, नत्र भने निबु राख्दा एकदम बेस्ट। म कहाँ निबु थियो त्यसैले मैले निबु राखेँ। अनि त्यसपछि यसलाई हातले एकदम मज्जाले सबैतिर नुन चुक लाग्ने गरी सबैतिर म्यास गर्ने अनि यो खानको लागि रेडी भयो। हजुरहरुले पनि यस्तै बनाएर खान सक्नुहुन्छ। धन्यवाद।